2.7K मा यतिको देखिरहेछ है गाइजहरू। यता हाम्रो म्याम चाहिँ खाना बनाउँदै हुनुहुन्छ। यता फर्केर हेर्नुहोस्, मेरो च्यानलमा केही भनिदिनुहोस् म्याम। हेलो गुड मर्निङ। म यहाँ चौध पकाउँदैछु। अब एकछिनमा खाने हो अनि कलेजतिर जाने हो। यता हाम्रो सालीज्यू, सेयर सब्सक्राइब यतातिर चोक मारौ, लाइक गरिदिनु। यतातिर चोक मारौ। त्यो के भन्छ त्यो गरिदिनु। ल साथीहरू, फाइनली मेरो चाहिँ बल्ल तल्ल एउटा ट्रिप लागेको छ। म दिन जाँदैछु। बाटो भने यस्तो चाहिँ काठमाडौँको बाटो हेरौँ है साथीहरू। यस्तो छ। मेट्रो स्टेसन भनेको चाहिँ यो हो। तपाईँ हो? यो कतै यो नर्बिक हस्पिटल भित्रपट्टि है? ए हुन्छ। घाम त्यस्तै लागेको छ आज। कता यतै हो तपाईँको घर? कता? ए थापाथलतिर चाहिँ हो? ए
₹133 पठाउँछ नि हो ए चिया भन्ने गर्नु भएको हस् मेरो पहिलो बोहनी ₹133 ₹135 दिनुभयो ल धोएर भयो मेरो आजको पहिलो राइड कम्प्लिट गरिसक्यो अब कतातिरको लाग्छ यो कति जस्तो भनेको विशाल सूर्य नेपाल टावर भैँसीपाटी उठा 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 उठायो ल साथीहरू मेरो दोस्रो राइड पनि उठ्यो है त अब फोन गर्नुपर्छ कहाँनिर लोकेसन त यति देखाएको फोनै उठ्दैन फेरि हेलो हजुर कहाँनिर हुनुहुन्छ म ठ्याक्कै हजुरको लोकेसन नजिकै छु तपाईँ नेपाल राष्ट्र ब्याङ्कको अगाडि गेटमा आउनु ल नेपाल राष्ट्र ब्याङ्कको गेटनिर भनेपछि कहाँनिर रहेछ नि लोकेसन मैले कहाँ हालेको र यो थापाथली होइन त यो हस्पिटल भन्दा भित्रपट्टि है लोकेसन नजिकै छु तपाईँ बाहिर निस्किनुहोस् न ल यता चिन्नु भयो तपाईँले कार्ने के चाहिँ ग्लोबल ब्याङ्कको एटिएम ग्लोबल ब्याङ्कको एटिएम म एकैछिन ल म हेर्छु ल त्यो नर्भिक यतापट्टि के नर्बिकै छेउनेर हो त्यो नर्भिकको अहिले अगाडिपट्टि चाहिँ तपाईँ चाहिँ ग्लोबल चिन्नु नर्भिक चिन्नु नर्बिक हस्पिटल त थाहा छ नर्बिक हस्पिटल भन्दा अलिक भित्रपट्टि छु म हजुर त्यो मैले तपाईँले फोन गरेर त्यो नम्बर पठाएको त्यसमा कल गर्नु ल ल ल कोही मान्छेले बुक गरेर के चाहिँ हुन्छ नम्बर मेसेज गरिदिन्छु भन्छ हेलो राष्ट्र ब्याङ्कको गेट भनेपछि यो नर्बिक हस्पिटलदेखि कतापट्टि सर आर्मीको गेट नर्बिक हस्पिटल छेउतिरै हो राष्ट्र ब्याङ्क चाहिँ कहाँनिर छ त यहाँ फेरि राष्ट्र ब्याङ्क राष्ट्रिय ब्याङ्क
नेपाल राष्ट्रिय उद्यान त्यो त म्यापमा त हुनु देखाएको छ कतै यहाँ कहाँनिर हो यो हो त झाउ कहाँनिर आउँछ यार घरि भन्छ ग्लोबल आइमी गेमको एसटिएम भन्छ यार भाइ राष्ट्रिय ट्रेन भनेको कतातिर राष्ट्रिय ट्रेन भनेको कतातिर छ हजुर नर्बिक हस्पिटल पुग्नु पर्छ पर्दैन नर्बिक हस्पिटल पुग्नु पर्छ पर्दैन कटेर जानुपर्छ नर्बिक हस्पिटल कटेर जानु त्यो थापादल चोक यही पनि उतै हो क्या थापादल चोक यही उतै हो सोधिने के भन्छ हेलो गेटमा भनेको चाहिँ कतापट्टि हो भन्नु त सर लोकेसन यता पछाडि हालेको छ अनि त्यही भएर झुक्किएँ क्या म हजुर हजुर यो नर्बिक अगाडिको भनेको कता थापाथली रोडको हो यो नर्बिक हस्पिटलदेखि सिधै आउँदा हुन्छ कान्ति हस्पिटल कान्ति हस्पिटल भने फेरि कतापट्टि हो त यो नर्बिक हस्पिटलनिर ठ्याक्कै छु क्या म अहिले त्यही त नि अगाडिको गेटमा भनेको चाहिँ कता यो थापाथली चोकदेखि उता माइती घर जानेपट्टि ओहो त्यहाँ टर्न गर्न दिँदैन के गर्नुहुन्छ त त्यो थापाथली चोक लिएर आउनुहुन्छ त सर हजुर हजुर ल तपाईँ चोकमा आउनुहोस् न ल त्यहाँनिर टर्न गर्न दिँदैन क्या त्यही भएर आउनुहुन्छ ए ल लोकेसन चाहिँ कहाँ अनि पछाडिपट्टिको हालेको नि लोकेसन पछाडि हाल्छ यार अनि अगाडि बोलाएर अनि कसरी हुन्छ त त्यो हिँड्नु पऱ्यो नि मैले क्यान्सल गर्छ नि लोकेसनमा अलिकति झ्याउ हुन्छ यार लोकेसन यत्रो पछाडिपट्टि छ म ठ्याक्कै लोकेसन मेरै थियो अनि
तपाईँ हो? तपाईँ हो? हो 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 09 होइन लास्टमा तपाईँको 09 अर्कैले बुक गर्दै रहेछ है पछाडिको लोकेसन हाल्दैछ अनि त्यही हो एक सौ 20 हस् चिपाटी आइपुग्यो अब यहाँनिर सुखाराम लाग्ने भयो यार यस्तो सुखाराम लाग्ने ठाउँ हो कि ठाउँमा त आइरहेछ कता 7 किलोमिटर 7 किलोमिटर आइरहेको यार फाइनली साथीहरू मेरो चाहिँ बल्ल तल्ल 1 बजेदेखि 1:30 भनेपछि आधी घन्टापछि बल्ल एउटा टिप पाइहाल्छ कलम्की जाने म चाहिँ अब पिकअप गर्न जाँदैछु है त साथीहरू 800 मिटर टाढा रहेछ मान्छे है त्यही छ अब टिप नपाउनु भन्दा बल्ल तल्ल पाएको टिप अब जानु पर्यो नि लिनलाई तपाईँ हो हजुर म ए ल ल ल
कलङ्की है सर होइन त्यो थाहा भएन मलाई त्यो भैँसी बाटी चाहिँ कता भएर ब्याङ्कमा तपाईँको काम हो होला नि कलङ्कीमा एनएमबी म एकचोटि हेर्छु ल कलङ्कीमा एनएमबी फोन पे छैन तपाईँको एनएमबी एनएमबी ब्याङ्क कलङ्की फोन पे छैन र तपाईँको कलङ्कीमा नि होला नि एनएमबी ब्याङ्क त जताततै पाउँछ नि बाटोतिर नि होला नि बस्नुहोस् नकुतिरै होला नि ब्याङ्क भएपछि त एटिएम हुनुपर्ने हो ल बस्नुहोस् कता हो सर एनएमबी ब्याङ्क कहाँनिर छ भन्दै हुनुहुन्छ नक्कुमा छ घरमा उयो ठुलो घरमा एटिएम कता भित्र हो कि कता हो के गएर सोधेर आउनुहुन्छ त सोधेर एटिएम त हुन्छ नि किन भन्दैन झ्याउ लाग्छ यार हाम्रो काम भनेको त पिकअप गर्ने ड्रप गर्ने एटिएम कहाँ छ के कहाँ छ खोज्दै हिँड्ने हाम्रो काम होइन नि यार अहिलेको जमानामा यार फोन पे राख्नुपर्छ नि यार झिमल ब्याङ्कको एटिएमबाट निकाल्दा नि भयो यार छैन अरे छैन रे अरू ब्याङ्कबाट निस्किँदा र तपाईँको पैसा अरू ब्याङ्कबाट ननिस्किने हो र चोकमा छैन ग्लोबल ब्याङ्क गरेर छ ऊ एटिएम छ त हजुर
लाइटै झ्याप्पै मरेछ खोइ अघिसम्म बलिरहेको थियो माथि आउँदाखेरि के भयो तलबाट कि माथिबाट जाने हजुर तलबाट कि माथिबाट जाने यहाँ होइन पुग्यो भने माथि जान्छ त्यताबाट जान्न र 3 बजीसम्म बाटो बन्द हो ए उफ्रै जाने उफ्रै जाने कति भयो 132 राइट हजुर दिने यार फोन पे राखेको नि छैन भइ छैन कि किन भन्नु यार आलु जस्तो मान्छे यार अलिक सुक्दैन यार हुन्छ नि अलिकति यार फोन पे के छ त त म खोजी वान गतिलो मान्छे भयो पो वान स्टार मात्रै It's not as good as I Hello, हजुर लोकेसनमा हुनुहुन्छ? हेलो हजुर लोकेसन
भर्खर बुक गर्नु भएको छ म फोन बल्ल त फोन गरिरहेको छु 2 मिनेट कल गर्नु है ए हुन्छ यो नेसनल हस्पिटलको पछाडिपट्टि होइन हस्पिटल पार्किङबाट लाग्यो ए ल ल कतिजना गेस्ट हाउस छ आउँछ त्यहाँ भर्खर बुक गरिरहेको छ यहाँ आइपुग्नु भएको म त के मान्छेहरूको दिमाग यार यो नेपालीहरूको दिमाग छैन है क्या यार हुन त नेपाली त म पनि नेपाली नै हो यार के खालको नेपालीहरू हो यार जम्म लागेर आउँछ यार बोलेको सुन्दा त के भएको यार के भएको रामले के दिमाग तपाईँ हुँदैन भर्खर बुक गरेर चाहिँ आइपुग्नु हो अरे यार कमसेकम 20 मिनट त लागिहाल्छ नि यार क्युले हेरेर एक्सेप्ट गर्नु पऱ्यो नजिककोले एक्सेप्ट गर्नु पऱ्यो जस्ता मान्छेहरू बोक्नुपर्छ भने यहाँदेखि त्यहाँदेखि हो त त्यहाँदेखि बाटो छ हजुर म आइसकेँ त हुन्छ फेरि बाहिर निस्किएर नि हजुर विनिता थापा होइन अच्छा हेलो हेलो हजुर हजुर आयो भाइ बहिनी आइसक्यो हो यही होइन थाहा छैन लोकेसन कसरी बोलाउँछौ त फोन गर हजुर हामी आइसक्यौँ ल हजुर त्यही यही नम्बरमा सेवा छ यो नम्बरमा छैन मलाई यसमा एसएमएस गरिदिनु न फेरि 80 रुपियाँ मात्रै त जाँदैन होला खोइ हजुर फेरि सेवामा लिमिटेसन देखायो त्यो त लिमिट त अनि हामीले लगाएको होइन अब त्यो त लिमिट लाग्छ के गर्नु त 1 महिनापछि मात्रै खोलिदिन्छ तपाईँको इसेवामा म हालिदिन्छु कहाँ गयो मैले भर्खर 110 गरेँ बस्नु है जान त गइसक्यो ब्याङ्कमा अलिक टाइम लाग्छ आउनलाई त देखाउँ न त्यो अकाउन्टै छैन मैले क्युआर मात्रै बोकेको छु
आइसकेको छ नि त। हेलो हजुर लोकेसनमा हुनुहुन्छ? हजुर लोकेसन नै हो त ए ल म आउँदैछु है त। हस् हस् त। हजुर हो। सविता होइन हजुर? ए हो हो। हामी कता यताबाट जाने हो र? यतैबाट यतैबाट? काल्दैछ पर्दैछ है क्या? हजुर त नि हो नि त्यही त नि त नि। ओहो अब चाहिँ कोट त ओर्नै पर्ने भयो नि, नभए झन् गाह्रो हुन्छ। हजुर म आइसकेँ ल। ए हुन्छ हस् त। म पे गरिहाल्छु नि पहिला। ए हुन्छ। ई सेवा हजुर ला तपाईँको ई सेवा हो? हजुर लिमिट लागेको छ नि मेरो। यो हो हजुर पर्दैन क्यास ब्याङ्कदेखि चाहिँ आउँछ है फेरि? ब्याङ्क छैन नि ए हजुर तपाईँको ब्याङ्क ब्याङ्क त छ तर जाँदैन होला नि त फेरि? जान्छ 100 रुपियाँ जान्छ, बाँकी चेन्ज दिनु न क्यास रुपियाँ क्यास छैन तपाईँसँग? क्यास छैन। एकैछिन ल। ए मेरो नि एउटा ब्लक छ, यो खोलिन्छ खोलिँदैन। हस् त धन्यवाद। जिप कम्प्लिट। अब ठुलो खरिद। ल फाइनली साथीहरू मेरो चाहिँ अब रुम तर्फको टिप लाग्यो, लास्ट टिप हो यो। ल फोन गरौँ है त अब। हेलो हजुर ठ्याक्कै कहाँनिर हुनुहुन्छ सर? म त्यो सिटिसको भाउ चाहिँ गेट छ त्यसको ठ्याक्कै बाहिरै छु। ए त्यो गेटनिर आउँदा हुन्छ है? हजुर गेटभित्र म गेट बाहिरै छु। ए ल ल ल ल
पैसा ठुलो कुरा होइन नि त यसरी बोल्नु पर्यो नि त हौ प्यासेन्जरहरू यार आजको साथीहरू आज खासै राम्रो कमाइ भएन आजको भिडियो के कस्तो भयो साथीहरू सल्लाह सुझाव कमेन्ट मार्फत किन नबिर्सिनु होला साथीहरू है योभन्दा रोचक भिडियोहरू ल्याउने कोसिस गर्नेछु है साथीहरू ठ्याक्कै अपार्टमेन्टको बाहिर भेट्नेर छु भन्दै हुनुहुन्थ्यो मेरा प्यासेन्जर ज्यूले अब हेरौँ मेरो आजको अन्तिम राइड भनेको चाहिँ एउटा अङ्कल हुनुहुन्छ अङ्कल जस्तो लागेको मलाई अङ्कल हो कि दाइ हो हेरौँ अब भाइ त पक्कै होइन स्वर सुन्दैखेरि होइन त गाइजहरू स्वर सुनिहाल्नुभयो गाइजहरूले पनि तपाईँ हो हजुर हजुर हेर्नु त हजुरकै हो हजुर मै ए ल बस्नुहोस् त्यही हो हस् कति भयो तपाईँको 60 रुपियाँ क्यासै दिन्छु ए हुन्छ हस् हस् हस्